Hello everyone and welcome to our मेरो स्कुल प्लेटफर्म। हामी फ्लुइड मेकानिक्स को च्याप्टर 6 फ्लो मेजरमेन्ट पढिरहेका छौं। यस भिडियोमा हामी डिटर्मिनेसन अफ हाइड्रोलिक कोएफिसिएन्ट्स पढ्न गइरहेका छौं। अब हामीले प्रिभियस भिडियोमा हाइड्रोलिक कोएफिसिएन्ट्स को बारेमा डिस्कस गरेका थियौं र यहाँ हामी यो हाइड्रोलिक कोएफिसिएन्ट्सहरुलाई ल्याबमा एक्सपेरिमेन्टली कसरी डिटरमाइन गर्छौं त्यो कुरा जान्न गइरहेका छौं। सो सुरुवात गरौं डिटर्मिनेसन अफ सीडी, दैट इज कोएफिसिएन्ट अफ डिस्चार्ज बाट। सो कोएफिसिएन्ट अफ डिस्चार्ज डिटरमाइन गर्नको लागि हामीले यहाँ एउटा रेक्टेंगुलर ट्याङ्क लिएका छौं। यो रेक्टेंगुलर ट्याङ्कमा हामीले पानी यसरी फिल गरेका छौं कि पानीको फ्री सर्फेस यो ब्लू लाइनले इन्डिकेट गरिरहेको छ। अब यहाँ ट्याङ्कको साइडमा हामीसँग छ एउटा शार्प एज ओरिफिस। यो ओरिफिसको क्रस सेक्सन सर्कुलर छ र फ्रन्ट भ्यूबाट सेक्सन काट्दाखेरि हामीले क्रस सेक्सन हेर्न मिल्दैन। सो यो सर्कुलर क्रस सेक्सन भएको शार्प एज ओरिफिसको थ्रु हामीले अब यहाँबाट पानीलाई फ्लो गराउँछौं। अब यो जुन ओरिफिस छ यसको सेन्टरको थ्रु हामीले एउटा लाइन यसरी ड्रा गर्यौं र यो ओरिफिस थ्रु ड्रा गरिएको सेन्टर लाइन र वाटरको फ्री सर्फेस लेभल बीचको डिस्टेन्स मानौ h छ, व्हिच इज कल्ड हेड अफ द वाटर। सो अब हामी के गर्छौं, यो ओरिफिसको थ्रु वाटरलाई फ्लो गराउँछौं। यो वाटरलाई हामीले फ्लो गराउँदाखेरि वाटर जुन छ जेट फर्मेसन गरेर फ्लो गर्छ। सो सर्टेन डिस्टेन्स ले यति ट्राभल गरेपछि यो अब तल झर्छ ड्यू टु एक्सन अफ ग्रेभिटी। सो पानी तल झर्दाखेरि हामी तलपट्टि एउटा कन्टेनर राख्छौं र यसलाई कलेक्ट गर्छौं। सो यसरी हामी एउटा क्युबोइडल कन्टेनरमा यो वाटरलाई कलेक्ट गर्छौं। यो क्युबोइडल कन्टेनरको हामीसँग लेन्थ, ब्रेथ र हाइट तीनटै नोन हुन्छ। सो पानी यहाँ कम्प्लिटली फिल गरिसकेपछि हामीसँग के हुन्छ, भोल्युम अफ वाटर कन्टेन्ट इन दिस कन्टेनर पनि नोन हुन्छ। अब हामी के गर्छौं, यो कन्टेनरलाई भर्नको लागि कति टाइम लाग्यो त्यो टाइम टी पनि हामी क्याल्कुलेट गर्छौं। सो यो कन्टेनरको भोल्युम र यो टाइम, भोल्युम बाइ टाइम गर्यो भने हामीसँग आउँछ डिस्चार्ज र यसरी आएको डिस्चार्ज जुन छ यो भनेको हुन्छ यो फ्लोइङ फ्लुइडको एक्चुअल डिस्चार्ज। र हामीले यो सीडी दैट इज कोएफिसिएन्ट अफ डिस्चार्ज को फर्मुलाले रिकल गर्यो भने हामीसँग छ फर्मुला CD इज इक्वल टु Q एक्चुअल दैट इज एक्चुअल डिस्चार्ज डिवाइडेड बाइ Q थ्योरेटिकल डिस्चार्ज। सो Q एक्चुअल हामीले यो एक्सपेरिमेन्टबाट नोन गर्न सक्छौं। सो Q एक्चुअल को ठाउँमा हामी के लेख्न सक्छौं, वी क्यान राइट हियर एज L into B into H, भोल्युम अफ वाटर डिवाइडेड बाइ टाइम टेकन डिवाइडेड बाइ थ्योरेटिकल Q। थ्योरेटिकल Q को लागि हामीले सिम्पली के गर्नु पर्यो, थ्योरेटिकल एरिया र थ्योरेटिकल भेलोसिटीलाई मल्टिप्लाई गर्नु पर्यो। अब थ्योरेटिकल एरिया भनेको के हो त, थ्योरेटिकल एरिया भनेको यो ओरिफिसको एरिया दैट इज एरिया अफ ओरिफिस र थ्योरेटिकल भेलोसिटी भनेको हामीले पढिसकेका छौं, दिस इज इक्वल टु 2gh, जहाँ h भनेको हेड बिट्विन द फ्री सर्फेस एन्ड सेन्टर लाइन अफ द ओरिफिस। सो यसरी हामी यो फर्मुला युज गरेर कोएफिसिएन्ट अफ डिस्चार्ज डिटरमाइन गर्न सक्छौं एक्सपेरिमेन्टली ल्याबमा। अब यो थियो हाम्रो डिटर्मिनेसन अफ सीडी को बारेमा। नाउ लेट अस टक अबाउट डिटर्मिनेसन अफ कोएफिसिएन्ट अफ भेलोसिटी CV। सो यसको लागि हामीले फेरि पनि रेक्टेंगुलर ट्याङ्क कन्सिडर गरेका छौं जसको साइडमा शार्प एज ओरिफिस छ। यो ओरिफिसको क्रस सेक्सन पनि सर्कुलर नै छ र यहाँ हामी हेर्न सक्छौं फ्लुइडको फ्री सर्फेस लेभल यो ब्लू लाइनले इन्डिकेट गरिरहेको छ। फेरि पनि यो ओरिफिसको सेन्टरको थ्रु एउटा लाइन ड्रा गरौं र यो लाइन र यो बीचको डिस्टेन्सलाई हामीले h लेख्न सक्छौं। दिस इज हेड अफ द फ्लुइड एबोभ सेन्टर लाइन अफ द ओरिफिस। अब हामी के गर्छौं, यो सर्कुलर क्रस सेक्सन भएको शार्प एज ओरिफिसको थ्रु वाटरलाई फ्लो गराउँछौं। सो फ्लो गराउँदाखेरि मानौ हाम्रो पानी यसरी फ्लो गरिरहेको छ। अब तलपट्टि एउटा कन्टेनर राखेका छौं जसमा यो पानी कलेक्ट हुन्छ। सो अब हामी के गर्छौं, हामी एउटा यहाँ पोइन्ट P कन्सिडर गर्छौं। दिस इज आवर पोइन्ट P। अब यो पोइन्ट P जुन छ यो पोइन्ट P मा पुग्नको लागि यो वाटरले ट्राभल गरेको हरिजोन्टल डिस्टेन्स मानौ x छ र यो वाटरले ट्राभल गरेको भर्टिकल डिस्टेन्स भनेको मानौ y छ। सो हामी यो x र y डिस्टेन्स अब मेजर गर्छौं। x र y डिस्टेन्स हामीसँग नोन हुन्छ। नाउ वी विल एप्लाई द इक्वेसन अफ मोसन टु फाइन्ड द भ्यालु अफ CV। सो इक्वेसन अफ मोसन हामीले रिकल गर्यौं भने इक्वेसन अफ मोसन S इक्वल्स टु ut प्लस हाफ at स्क्वायर हामी यहाँ युज गर्छौं। सो एलोङ x डाइरेक्सन हेरौं। सो एलोङ x डाइरेक्सन x डिस्टेन्सले ट्राभल गरेको छ र जुन भेलोसिटीले यो वाटर जुन छ यसरी हरिजोन्टली ट्राभल गरेको छ। सो ओरिफिसबाट निस्किँदाखेरि यो हरिजोन्टली ट्राभल गर्छ सर्टेन डिस्टेन्स विथ भेलोसिटी v। सो v into t भनेको यसलाई यहाँ पुग्न कति टाइम लाग्यो त्यो भ्यालु भयो। र एक्सेलरेसन, सो हरिजोन्टल एक्सेलरेसन यो केसमा 0 हुन्छ किनकि पानी जुन छ यो भर्टिकली डाउनवर्ड मुभ गरिरहेको छ। सो यो केसमा हाम्रो एक्सेलरेसन भनेको इट विल बी इक्वल टु एक्सेलरेसन ड्यू टु ग्रेभिटी एन्ड दैट इज ओन्ली भर्टिकल एक्सेलरेसन। हरिजोन्टल कम्पोनेन्ट अफ एक्सेलरेसन 0 हुन्छ र हरिजोन्टल डाइरेक्सनमा हाम्रो इक्वेसन अफ मोसन भनेको x इक्वल्स टु vt आउने भयो। अब y डाइरेक्सनमा हेरौं, y डाइरेक्सनमा यसले ट्राभल गरेको डिस्टेन्स भनेको y छ र यो केसमा
इनिशियल भेलोसिटी हाम्रो जुन छ 0 हुन्छ र यहाँ हुन्छ हाफ gt²। अब हामीले यहाँ हेर्यो भने फ्लुइड जुन छ यसरी हरिजोन्टली आएको छ, जसले गर्दाखेरि यसको भर्टिकल भेलोसिटी अथवा भर्टिकल कम्पोनेन्ट अफ भेलोसिटी यसको 0 हुन्छ। सो यहाँ आएर यो फ्रीली फल हुने गर्छ सर्टेन डिस्टेन्स गएपछि। सो यसरी हामी यसको दुईटा इक्वेसन अफ मोसन लेख्न सक्छौँ एलोङ एक्स एन्ड वाइ डाइरेक्सन। अब दुवै इक्वेसन अफ मोसनमा यहाँबाट जुन t को भ्यालु छ x/v हामी यहाँ पुट गरेर यसलाई कम्बाइन गर्न सक्छौँ। सो अब हाम्रो इक्वेसन हुन्छ y = 1/2g, t को ठाउँमा राख्नु पर्यो x/v²। सो यहाँबाट हामीसँग यो v जुन छ यो v को लागि एउटा फर्मुला आउँछ। सो v² यहाँबाट लेख्न सक्छौँ x² * g / 2y, और v = x² छ यो बाहिर हुन्छ र बाँकी सबै रुट भित्र हुन्छ g / 2y। सो यसरी जुन यो हाम्रो भेलोसिटी आएको छ यो भनेको एक्सपेरिमेन्टबाट आएको भेलोसिटी हो, यो भनेको हाम्रो हुन्छ एक्चुअल भेलोसिटी। त्यसैगरी अब हामीले यो cv को फर्मुला रिकल गर्यो भने हामीसँग फर्मुला थियो that coefficient of velocity cv = actual velocity divided by the theoretical velocity। सो एक्चुअल भेलोसिटी हामीले भर्खरै एक्सपेरिमेन्टबाट निकालेका छौँ र यसको भ्यालु छ x √g / 2y। थ्योरेटिकल भेलोसिटी हामीले फेरि पनि रिकल गर्नुपर्छ। फ्लो थ्रु ओरिफिस भन्ने भिडियोमा हामीले थ्योरेटिकल भेलोसिटीको लागि फर्मुला निकालेका थियौँ र फर्मुला थियो √2gh, जहाँ h भनेको हेड अफ द फ्लुइड फ्रम द सेन्टर लाइन अफ द ओरिफिस। सो अब हामीले यसलाई नै रिअरेन्ज गरेर सिभी को लागि एउटा जेनरलाइज फर्मुला निकाल्न सक्छौँ। सो हामीले के गर्छौँ त अब रुट भित्र सबै टर्म्सलाई एकैचोटि राख्छौँ। सो g / 2y र यो टर्म सिम्पली यहाँनिर मल्टिप्लाई हुन्छ 2gh र बाहिरपट्टि छ हाम्रो x। सो x अब यहाँ g र g हाम्रो के हुन्छ क्यान्सल आउट हुन्छ र डिनोमिनेटरमा हुन्छ रुट भित्र 2 × 2 4yh। सो यो भयो हाम्रो एक्सप्रेसन फर द भ्यालु अफ कोएफिसिएन्ट अफ भेलोसिटी। सो यसरी हामी एक्सपेरिमेन्टली सिभी को भ्यालु डिटरमाइन गर्न सक्छौँ। हामीले सिम्पली के गर्नु पर्यो, यो x र y डिस्टेन्स मेजर गर्नु पर्यो। h त हामीसँग नोन हुन्छ नै, सो सिम्पली हामी निकाल्न सक्छौँ सिभी को भ्यालु। अब हामीले के गर्यौं, सिडी को लागि एक्सपेरिमेन्टली भ्यालु निकाल्नको लागि फर्मुला डिराइभ गर्यौं। सो सिडी हामीसँग नोन हुन्छ, सिभी पनि हामी यसरी डिटरमाइन गर्न सक्छौँ। सो सीसी अथवा कोएफिसिएन्ट अफ कन्ट्र्याक्सन हामी डिटरमाइन गर्नको लागि के गर्नु पर्यो त, हामीले सिम्पली रिलेसन इन बिट्विन दिस थ्री हाइड्रोलिक कोएफिसिएन्ट्स युज गर्नु पर्यो। सो एकचोटि हामी रिलेसन रिकल गरौँ। रिलेसन थियो CD = CC * CV। यसको बारेमा प्रिभियस भिडियोमा हामीले पढिसकेका छौँ। सो यो रिलेसनबाट हाम्रो CC भनेको के हुन्छ, CC भनेको हाम्रो हुन्छ CD/CV। सो CD हामीसँग नोन हुन्छ, CV नोन हुन्छ। दुवै थाहा पाइसकेपछि हामी अटोमेटिकली कोएफिसिएन्ट अफ कन्ट्र्याक्सन CC यो फर्मुला युज गरेर निकाल्न सक्छौँ। सो यो थियो हाम्रो डिटर्मिनेसन अफ डिफरेन्ट हाइड्रोलिक कोएफिसिएन्ट्स को बारेमा। अब अपकमिङ भिडियोमा हामी न्युमेरिकल्सहरु सल्भ गर्नेछौँ रिलेटेड टु फ्लो थ्रु ओरिफिस र यसरी नै यो च्याप्टर 6 लाई कन्टिन्यू राख्नेछौँ। थ्यांक यू।